माई डियर सब्सक्राइबर्स, अझै चाहिँ हामी पानी लिन जाँदैछौँ। पिउने पानीको अभावले गर्दा हामी अब गोपा क्याम्प जान्छौँ। यो पछाडिको बजार आज फ्राइडे सुँगुर बजार हो, धरान 17 रेलवेमा, रेलवेको समिति मार्गमा आएको नयाँ हो। योभन्दा अगाडि माथि माछा भौरीनिर रहेको थियो। बोतल गिर्गा रे, 1 बोतल। परनिर भलिबल कोर्ट रहेको छ। निकट भविष्यमा भलिबल कोर्टलाई प्यारापिट सहितको बनाउने योजना रहेको छ र हाल चाहिँ खोलाको बगरमा रहेको छ र खोला यो बर्खे खोला हो, बर्खामा हेलो, हामी घरबाट केही टाढा जङ्गलको बाटो हुँदै, जङ्गल हेर्नुहोस्, प्यारा सा जङ्गल छ, प्यारा सा फुलहरू, धन्सु क्योरा। पानी भन्न गइरहेको छौँ हामी। श्रीमतीजी, पानी घरमै आउँछ त किन गएको हामी? पानी घरमै आउँछ त किन गएको? घरमै आउने भए त किन जानु र? त्यही नआएर त हामी गएको रहरले होइन, यो रहरले होइन अरे, घरमा पानी नआएर रे। स्पेसली भन्नु पर्दाखेरि चाहिँ पानी आएको टाइममा अल्छीले पिउने पानी नथापेर हो। अब धरानमा अभियसली पानीको दुःख केही छ, तर दुःख भन्दैमा अब प्राकृतिक प्रब्लम भनिरहेको छु मैले। यहाँ मेयर साहब लगायत धरानका सम्पूर्ण धरानवासी र धरान बाहिर बस्नुभएको, धरानलाई माया गर्नुहुने, देश तथा विदेशमा बस्नुहुने मित्र आफन्तजनहरूले होइन आर्थिक भौतिक सहयोग गर्दै पानीको लागि बृहत कोसिस गरिराख्नु भएको छ। तर के गर्नु, प्रकृतिले गर्दाखेरि अब मौसम परिवर्तन, जलवायु परिवर्तनको कारणले पानी टाइममा आउँदैन, मूलहरू फुटेको छैन, खोल्ची नदी नालामा पानी आएको छैन। सो यो नेचुरल प्रब्लम हो पानीको चाहिँ, र 1 हप्ता पछाडि आएको थियो, तर पनि सन्तुष्ट नै छौँ हामी। योभन्दा अगाडि 3 वर्ष अगाडि करिब धरानमा हर्का साम्पाङ सर्न हुँदाखेरि रातिको 2 बजे पनि यो माथि घोपा क्याम्पनिर राति 2 बजे ओहो, सुनको कि पातको बुलाकी लाउँदै हुनुहुन्छ श्रीमतीजी। रातिको 2 बजे पनि पानी लिन गएकै हो होइन। अहिले त त्यस्तो मस्ट प्रब्लम त छैन, तर आइराखेकै छ। अब कहिले नहुँदा त हामीले पनि बुझ्नु पऱ्यो नि त होइन। सधैँ विरोध गरेर पनि भएन। अस्ति हामीले पनि 1800मा 2000 लिटर पानी किनेकै हो, तर नआउँदा त के गर्नु त, आफूलाई आधारभूत कुराहरूको लागि त पानी अब चाहि नै हाल्यो, किन्न पनि त पऱ्यो कहिले। ब्युटिफुल भ्यू। यहाँ शिरीष हेर्नुहोस्, शिरीषको फुल रातै फुलेको छ। शिरीष नै हो। शिरीष विभिन्न प्रजातिको हुन्छ, जस्तै बाँस हुन्छ नि, बाँस धेरै प्रजातिको हुन्छ। लालीगुँरास भन्दैमा हामीले ठ्याक्कै रातोलाई मात्रै लालीगुँरास भनिन्छ। लालीगुँरास 32 प्रकारको हुन्छ, बाँस पनि धेरै प्रकारको हुन्छ। त्यस्तै यो शिरीष पनि शिरीष प्रजातिकै हो। अहिले फुल्ने सिजन हो। यति बेला काठमाडौँतिर त झन् कस्तो हरियाली हुन्छ है। हेर्नुहोस् हाम्रो ब्युटिफुल भ्यू फ्रम हाम्रो बाटोबाट। हेलो श्रीमतीजी, अति पेक पाहौ अलि जोडले लिम्बू भाषामा। अल्छीले पानी थापिएन आएको बेलामा। हाम्रो गाउँ बस्ती यहाँतिर रहेको छ। ल यो त्यहीँ रहेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो क्वार्टरहरू तपाईँहरू देख्दै हुन्छ। यो श्रीमतीजी हाई बोल्दो। यो जङ्गलको बाटो हामी जाँदैछौँ। सो लेट्स सी कति बेला पुग्नेछौँ हामी। आइपुग्न आँटेका छौँ धारामा। के धारा भन्छ अरे? गोपाल धारा भन्छ अरे। यो क्वार्टरहरू हो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको।
बोतल फाल्दै हिँड्छौ बापका माल समाज राखाए क्या फाल्छौ हजुर फाइनली मित्रहरू हामी पानी भरेर आइसकेका छौँ पानी एक डोको पिउने पानी छ नठोकौँ न हौ होइन देखाएको ए हाम्रो मित्रहरूलाई देखाएको यहाँ पानी गाइज हो यहाँ हेर्नुहोस् है के अरे असली पानी गाइज हो असली पानी अरे असली पानी नकली पानी होइन एकदम अगाडि हामी फिर्ता हुँदैछौँ अघिकै बाटो सेम बाटो फिर्दैछौँ सुन्दर 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 नजाराहरू छ यहाँ हामीसँग र बाटोमा यसरी बाटोमा चियान पनि पर्छ है फेरि मित्रहरू यहाँ चाहिँ बिरुवा पनि लिएको बिरुवा चोरेर ल्याएको होला फुलको फेरि चोरेको होइन चोरेको होइन नमागिकन धनी बिना लिएर आएको